चाहिँ हाम्रो धेरै केटीहरूले हेरेर मलाई फोन गर्यो भने तेरो भलाकै फुट्छ है ल कान्छ ढोकर झोला पक्रेर हिँड्नु ल झोला टिप्यो झोला टिप्यो आमालाई गए गर्यो आटा लायो आमा आटा लायो झोला फ्याट्टै टिपिहाल्ने नाकभित्र पनि नाकको भुत्ला त्यो फुट्टी खान जाने अब के मागिस् त नि त्यसरी 2 मिनेटै मागिस् त नि 2 मिनेट उसले त 7-8वटा गर्लफ्रेन्ड भन्दै थियो मैले 2 मिनेटै मागिस् त 7-8वटा गर्लफ्रेन्ड भन्दै चुप 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 भनिदिएको नि त्यसरी पहिला हाल्नु ल यो चाहिँ हात बजाउनु भने त प्याट्टै पड्काइदियो दाइ फेरि सहेर पछि आउँदै हाल्यो के हो ओए फोन बोले बोले पैसा चाहिरहेको थियो अबै नि त्यति छिटो कहाँ डिरेक्टर सर उहाँ सोचाइमा हुनुहुन्छ कसरी मानियो होला यिनीहरूलाई भनेर सिसाई पनि कस्तो राम्रो कपडा सिसाई पनि कस्तो राम्रो कपडामा त सो फाइनली साथीहरू म चाहिँ आइसकेँ यहाँ पोखरामा झरे भर्खरै अब मेरो साथी चाहिँ लिन आउँदैछ त्यसलाई हेरौँ कहाँनिर चाहिँ थाहा होइन अब यतै होला त्यो कम्प्युटर छ भन्दै थियो भर्खर चाहिँ आइपुगेँ यस्तो भिडभाड छ पोखराको अहिले चाहिँ बाटोहरू बन्द छ कि त्यही भएर जस्तै धुलो खाएर आएको भर्खरै आइपुगेँ के छ मेरो भाइ यता हात नि मिलाउँदै ल अब चाहिँ आइयो अब घरमा जान्छौ के छ रोमान्जी मेरो भाइ सन्तोष हौ बाटो जस्तै बन्दै रहेछ त्यही भएर तर चाँडै आइपुग्यो अहिले चाहिँ पोखराको भिड यस्तो छ अहिले चाहिँ फेरि दामी छ ल साथीहरू यहाँ चाहिँ अहिले फेरि पहिला चाहिँ होटेल थियो यहाँ चाहिँ अहिले चाहिँ यस्तो भए फेरि सस्तो 100मा 200मा 300मा कतिमा लिने यहीँ झर्ने भित्र लैजान मुख छाडियो अहिले चाहिँ अरू चाहिँ छाडेन अब यसो मम्मीहरूलाई भेट्दै त्यस्तो सुट्सहरूलाई ए दर्शन नमस्ते मेरो भ्लगमा स्वागत छ फेरि ज्यू ल भाग्यमान यसो दिएको हजुर एकदमै अनि आरामै हुनुहुन्छ साह्रै जला हान्नु पऱ्यो बेड पटा रबिन साथीहरू हामी यति बेला आज खानुको लागि जाँदैछ भर्खर आउँदैछ आज मैले त्यही भएर अब जानुपर्छ खाजा खाना होस्टेल आइपुग्नु हेलो एन्ड गुड मर्निङ एभ्रिवान अहिले चाहिँ यति बेला बिहान भइसक्यो अब उठिसकेको छौँ अब चाहिँ एकछिन प्र्याक्टिस गर्नुपर्ने छ सर चाहिँ हाम्रो कोरियोग्राफर सर हुनुहुन्छ अनि त्यसपछि हामी चाहिँ सर यता हेर्नुहोस् त अनि त्यसपछि अब चाहिँ मुखसुख धोएर रेडी भएको अब चाहिँ आज चाहिँ भिमाद जाने हो अनि भिमारको गीत त अब भिमादमा गएर अनि त्यसपछि त्यति प्र्याक्टिस पनि गर्छौँ आजको दिनमा चाहिँ हामी लोकेसन हेर्छौँ प्र्याक्टिस गर्छौँ होइन त्यसपछि भोलिदेखि चाहिँ सुट स्टार्ट हुन्छ अनि त्यसपछि के हुन्छ सबै देखाउँछ है त आज हामी भिमाद पनि जान्छौँ ल साथीहरू हामी चाहिँ अब रेडी भइसक्यौँ जानलाई यो चाहिँ मम्मी हुनुहुन्छ दाइहरू निस्किसक्यो अब निस्किन्छौँ ल नमस्ते गयौँ है त ल बाह्र गयो होइन दाइहरू चाहिँ निस्किसक्नु भयो
मलाई चाहिँ छोड्न जानुहुन्छ पहिला त्यहाँ बस राख्छौँ म हामी चाहिँ बसमा जाने दाइहरूलाई स्कुटरमा नमस्ते दाइ हाम्रो डिरेक्टर सर हङकङ होटल हङकङमा रुम बुक होटल हङकङमा अब चाहिँ डाइरेक्ट हामी भिमाद जान्छौँ अब अनि भिमादबाट चाहिँ आज यसो रिहर्सल हुन्छ डान्स प्र्याक्टिसहरू हुन्छ त्यसपछि भोलि चाहिँ हाम्रो सुटिङ स्टार्ट हुन्छ होइन त कस्तो भइरहेको छ कस्तो छ के छ कन्सेप्ट खतरा मेरो पुऱ्याउनुपर्छ क्रेजी लुक्स मेरो यसपालिहरू मिलियन अब त्यो नमस्ते मेरो दिदी के छ खबर हाम्रो यहाँ चाहिँ संयुक्त फिल्म स्टुडियो प्रालीका हाम्रो यहाँ चाहिँ दिदी पनि हुनुहुन्छ दिदीले ड्रेस मगाएको थियौँ हाम्रो चाहिँ टिमहरूको लागि अनि ड्रेस ल्याइदिनु भयो अब लगभग हामी 2-3 झोला बोकेर जान्छौँ नि आरामै दिदी धन्यवाद मेरो दिदी रोमन सर चाहिँ अब उहाँको रोल पनि खत्रै छ एकदमै उहाँको पनि हेर्छौँ हामी अब चाहिँ त्यही गरेर भेट्छौँ फेरि ल साथीहरू फाइनल्ली हामी आइसक्यो दाइ आइयो है फाइनल्ली एकदम ठिक छ दाइहरू चाहिँ हेलो ल अब चाहिँ हामी हाम्रो केटाहरू आइसक्यो सबैजना अब चाहिँ यही हो भिमाद बजार यही हो थोरै अगाडि चाहिँ चोक छ हामी चाहिँ अलि यता वर नै रोक्नुपर्ने छ के अरे यता अलि अगाडि कता बस्ने थाहा छैन अब मान्छेहरू टिमहरू क्यामराम्यान सबै टिमहरू आउँदैछ अनि त्यसपछि होटल पनि देखाउँछ ल दाइले यहाँ रुम पनि ल्याइसक्नु भयो फाइनल साथीहरू हामी एकदमै थकित छौँ आज अब केही बेर हामी रेस्ट गर्छौँ एकछिन अब सबै टिमहरू पनि आइपुग्छ अनि त्यसपछि लगभग आनन्द छ रुम चाहिँ होइन राम्रै रहेछ बजेट हाई छ योपालि बजेट त खत्रै हो चान्सु होइन लगभग करोड स्पर्धा त हुनुहुन्छ उहाँ चाहिँ मेरो एसिस्ट म नाचेको बेलामा मेरो भ्लग खिच्ने कस्तो कस्तो एङ्गलबाट भन्ने उहाँले नै हो फेरि त्यही भएर उहाँलाई राम्रो साँच्ची अन्डरग्राउन्ड एङ्गलबाट खिचिन्छ अन्डर के माटो मुनि छिरेर ल खिच्छस् क्या अनि माटो होइन अर्कै मुनि ल अल्छिरहोस् न ल चेताहरू हामीले चाहिँ ल भर्खरै प्र्याक्टिस सक्यो अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ लगभग हामी अब प्र्याक्टिस 1-1.5 घन्टा जति गऱ्यौँ अनि दिदी मेरो चाहिँ दिदी हुनुहुन्छ नि त उहाँ त अनि प्र्याक्टिस पनि सक्यौँ अब चाहिँ सक्यो बाई 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 कान्छा ल फाइनल्ली अब हाम्रो रिहर्सल पनि सक्यो यता आइसक्यो दादा आउनुभयो दादा लिन आउनुभयो नमस्ते स्वागत छ मेरो भ्लगमा हाम्रो हिरोइन चाहिँ उहाँ हुनुहुन्छ हिरोइनको नन्द हुनुहुन्छ उहाँ चाहिँ परि नै हुनुहुन्छ लगभग यहाँ बस्ने अड्छु होला त ट्राई गरौँ है यहाँ बस ल हामी चाहिँ यसरी यस्तो छ हाम्रो चाहिँ आजको सेड्युल एकछिन बस्नु लिएर आउँछौँ ल बस्नु नछोडिकन ल्याउनु पर्छ नि फेरि उहाँहरूलाई त फेरि आउँदै गर्नु हामी लिएर आउँछौँ जान्छौँ अब त्यहाँ गएर हेर्छौँ के हुन्छ फेरि बाई बाई यो चाहिँ हाम्रो म चलाउँदैछु है केटा राइट यत्तिको चाहिँ राइडर हुनुपर्छ है म स्पिड हान्दैलाई उता अगाडि फेरि डङ्की डङ सानो गर्ने यार बच्चाको त अलिक सानो हुन्छ नगरपालिका हो यार मार्यो हेर्दै रहेन नि क्या यो यहाँ त नगरपालिका हो यार पुलिस पर्दा यार म राइड हान्दैछु आज हेलमेट चाहिँ मैले पछाडि लाउनु दिएको बाटो यस्तो खतरा आयो फेरि
बसेको बाटो बिर्सेर यार अघि यतातिर तर भिमामा चाहिँ जाडो रहेन रहेछ है साथीहरू हामीले काठमाडौँ पोखरामा जस्तो चाहिँ त्यो ठोक्दैन है अहिले बिस्तारै ल साथीहरू म खतरा राइडर हो नि यार भर्खरै आइयो कहाँ जान्ला ए त्यसलाई त्यसलाई त नलानु त्यसो त भर छैन फेरि त्यतिबाट कता कता लयो भने यार सोल्टिनलाई एउटा के छ सर आरामै ल हाम्रो साथीहरू पनि यस्तो छ सर के छ कता कति भने हारेर किन्दैन त्यति पनि लैजा म दिदिन तँलाई के नभनेर किन्नुपर्छ त्यो जाऊँ नि त साथीहरू फेरि हामी जान्छौँ अब ए हाम्रो सन्तोषमा पो हुँदो रहेछ अब हामी जाँदैछौँ फेरि त्यतातिर आखिर के गर्छौँ आज हामी ए आउनुहोस् है ल हिरोइनहरू बिस्तारै आउँदै गर्छ हिरोहरू चाहिँ लगभग रिहर्सल गर्दैछौँ भोलिको लागि गाडी फेरि खत्रै हिरोको गाडी यहाँ फेरि यो फेरि स्पेसल मेरो लागि भनेर चारैतिरबाट एसी होइन आउने पोखराबाट मगाएको ठिक छ अलिकति यो कता कता कमजोरी छ है फेरि पोखराबाट मगाएको भन्दा अझै पोखराबाट मगाएको ठिक छ त्यही पनि मैले म्यानेज गर्छु यति ए यो यस्तो म्यानेज त गर्छु के फेरि आफै म्यानेज भयो भने छैन फेरि म्यानेज गर्छु हाम्रो लगभग हङकङ होटल फेरि चान्चुने ठाउँमा पनि राखेको छैन फेरि मलाई हङकङ होटल ल्याएर हङकङै पुगेपछि त सकिएन भने जिन्दगी पाउनै म देखाउँछु हजुर ए बिस्तारै हङकङ होटलमा फेरि सिधै हङकङ होटलमा ल्यान्ड भयो फेरि यस्तो किसिमको म्यानेजमेन्ट छ यहाँ ठिक छ आइएम सेटिस्फाइड विथ दिस टिम होइन अब हेरौँ भोलि के हुन्छ फेरि देखाउँछु सबै ल हामी चाहिँ अब बाहिर खाजा निस्क्यौँ कभी कभी मेरे दिल में ख्याल आता है लाइट साइड बोले हैन त ओके अदर धेरै छ कालो त्यहाँ छ भनेको स्वर मात्र गुड मर्निङ साथीहरू यति बेला बिहानको 5 बजिसकेको छ र हामी उठेर अब सुटको लागि रेडी हुँदैछौँ अब टिमहरू सबै उठिसक्नु भएको छ हाम्रो साथीहरू मित्र हेलो 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 साथीहरू के छ खबर ठिक छ कस्तो भयो सुताइ राम्रो भयो कस्तो भयो रोमुजी सुताइ कस्तो भयो कस्तो सुटाइ रोमुजी र म अलिअलि जिस्किन्छ यस्तो यस्तै छ हामी चाहिँ अब रेडी हुँदैछौँ टिमहरू तल गइसक्यो हाम्रो चाहिँ अनि त्यसपछि अब त्यही गएर चाहिँ हेर्छौँ अब आज मर्निङ सुट के हुन्छ होइन लगभग हामी रेडी भइसक्यो अब गएर आजको दिनभरि के हुन्छ सब कुराहरू देखाउँछौँ आज चाहिँ भिडियो कस्तो हुन्छ अलिकति न्यू एक्सपिरियन्स छ मेरो लागि चाहिँ होइन डान्सिङ त गरिराखेको थियो कि अब अलिकति एक्टिङ वाइज पनि छ यो कन्सेप्टमा चाहिँ त्यही भएर मैले मेरो 100% दिने ट्राई गर्छु कस्तो हुन्छ तपाईँहरूलाई पनि अलिअलि केही टुक्राहरू चाहिँ देखाउँछु होइन यसो चाहिँ हेर्नु होला है त ल साथीहरू यति बेला चाहिँ हामी रेडी भएर लगभग अब यात्राको लागि सुरु भइसक्यो अब आजको मर्निङ टाइमदेखि जे होस् आजको दिन चाहिँ राम्रैसँग जान्छ होला जस्तो लाग्छ होइन हाम्रो टिमहरू चाहिँ गइसक्नु भएको छ हामी अहिले यति मात्र हो है अनि हामीसँग यहाँ दाई पनि हुनुहुन्छ हाम्रो मेकअप आर्टिस्ट दाई त्यसपछि हाम्रो यता दाईहरू हुनुहुन्छ ल अब सुरु गर्छौँ हामी हाम्रो आजको तपाईँहरूलाई देखाउने कोसिस गर्छौँ हेर्दै गर्नु होला है त ल गुड मर्निङ सिस्टर आजको हाम्रो हिरोइन हुनुहुन्छ हामी हिजो डान्स प्र्याक्टिस पनि गऱ्यौँ अब यहाँ लोकेसनमा पनि आयो अब एकछिनमा हाम्रो अब मेकअप सेकअप रेडी भएर अब टेक सुरु होला हाम्रो डिरेक्टर सर गुड मर्निङ सर आरामै हुनुहुन्छ रमजी राम्रोसँग गएर आउनु ल राम्रोसँग जाऊ ल कान्छे पैसा लिए भन्न खुरुखुरु साला पैसाले भन्न नसकेर हेर त त्यसलाई ल अब चाहिँ के हुन्छ हेर्छौँ हामी त्यही ल कस्तो भन्ने रे ल कराउने कसरी रे अङ्कल त लफङ्गलाई कसरी भन्ने लफङ्गलाई म छोडिदिन्न यतिको भएपछि मलाई कराउने बार हुनुहुन्छ ल
ल है ससुरबा ससुराआमाले राम्रोसँग थर्काउनु पऱ्यो मलाई हेरे अहिले ल अब चाहिँ हाम्रो मेकअप सुरु हुन्छ हिरोइनहरू पनि रेडी भइसक्यो हिरोइनहरू स्कर्टमा अब रेडी भइसक्यो रेडी अब हामी सब रेडी छ एकछिन अब यहाँ क्यामेरा पूजा गर्नुपर्ने छ त्यसपछि चाहिँ लगभग हामी सुरु गर्छौँ सुटिङ ल यति बेला चाहिँ हाम्रो अब सुरु हुन लागिसक्यो साथीहरू अब पूजा गर्दैछौँ हामी आजको चाहिँ यस राम्रोसँग जाओस् हाम्रो काम होइन सबैले आफ्नो राम्रोसँग गर्न सकोस् गर्दिनु हिरो हिरोइनीलाई गराउनु पर्छ ल अगाडि अब हिरो हिरोइनी उता घुमा नै यसरी उता राइटतिर त्यो पूर्वतिर उसले प्र्याक्टिस गर्नै परेन 3 4 म भोलि या पर्सितिर 6 लास्ट ल तू हाल तू के मागिस् त नि त्यसरी 2 मिनेटै मागिस् त नि 2 मिनेट उसले त 7-8 वटा गर्लफ्रेन्ड भन्दै थियो मैले 2 मिनेटै मागिस् त 7-8 वटा गर्लफ्रेन्ड भन्दै चुप चुप भन्दिएको नि यसरी पनि जोडीसँग बसेर यता हो नि त यिनीहरूले उल्टो गरेर अघि कराउँदा प्र्याक्टिसमा अलिक बिग्रियो क्या है यो त पर्फेक्ट हो अब फोटो खिच्न त ल्याएर स्क्रिनसट गरे हुन्छ अहिले यति हो अरूले पनि पूजा त गर नि तिनीहरूले पनि ठ्याक्कै पूजा गर नि एउटा गरेर फुल ल्याएर पैसै चाहिँदैन कि यिनीहरू जाऊ त पैसा म त यहाँ भिडियो गरिदिएँ चढाउने भाइ म दिन्छु हो पैसा तिमीहरूलाई भद्रगोल पारी कि पल्टिउने आज भद्रगोल पार्नु पर्छ त नाति नाति फेरि अब एउटा गरिहाल्नु एकचोटि चाहिँ अब हो त्यही भएर यो तगाएर बाटो हो त्यो बाटो राम्रोसँग गएस् ठुलो मान्छे भएस् बाबुआमालाई नबिर्सेस् फुल लगाइदिनु कानमा छिट्टै आइस है छोरा ल झोला पक्रेर हिँड्नु भन्छ अब झोला टिप आमालाई ढोकर ल झोला टिप ल फेरि सुत्देखि छोरालाई बिदाई गर्ने हो अनि गाइजहरू त्यहाँ रुँदैछ त्यो चाहिँ आमालाई त्यो छिटै आइस है काले क्यामेरा नहेर्नु क्यामेरा ल ढोकरको नबिर्सेस् है तिमी आउँछ के हो म आउँछ ल ल ल कान्छ ढोकर झोला पक्रेर हिँड्नु ल झोला टिप्यो झोला टिप्यो आमालाई गए गऱ्यो आटा लायो आमा आटा लायो झोला फ्याट्टै टिपिहाल्ने तिमी आउँछ के हो म आउँछ ल ल ल कान्छ ढोकर झोला पक्रेर हिँड्नु ल झोला टिप्यो झोला टिप्यो आमालाई गए गऱ्यो आटा लायो आमा आटा लायो झोला फ्याट्टै टिपिहाल्ने आइज रिस बस्यो फेरि एउटा लु गइहाल्छ
अनि ल्याउनुको लागि चाहिँ हाम्रो हिरो अब आउँदै हुनुहुन्छ नाच्यौँ न यार ल अरू हिँड हेरे भाउजू लगाइदिनु भयो त्यसले एक्सप्रेसन फिलिङ्स हुन्छ नि ल ल काउन्ट गर है काउन्ट Go. 5, 6, 7, go. यता चाहिँ जब रिहर्सल टाइम हुँदैछ यहाँ हाम्रो डान्सको लागि टेकमा जाँदैछौँ अहिले चाहिँ अलिअलि सकिँदैछ अब हुँदैछ काम चाहिँ हैला मेरा कम्बर अब एकछिनमा चाहिँ हामी फेरि भिमाल बजारको चोकमा जान्छौँ फेरि त्यसलाई यो चाहिँ अहिले गाउँले हामी गाउँले जीवन यस्तै हो टाइपको खतरा देऊ है खतरा कसले बिहा भयो भन्ने कसरी भन्ने रे डिरेक्टर सर बोल्नु पर्ने बेला बोल्दैन नबोल्ने बेला बोल्थ्यो उहाँ मान्छेलाई ठिक गरेर राखिसक्यो ठिक उहाँ फेरि खतरा डिरेक्टर सर लगभग ट्राफिक पनि हुनुहुन्थ्यो जोड सिटी फुक्दै हुनुहुन्छ अब यहाँ सुरु हुन्छ हेरौँ त कस्तो अरू त के भयो त यसको त बिहा हुन लाग्यो भने के बिहा हान्छ यसको त बिहा हुन लाग्यो भने के बिहा हान्छ त्यो डाइलग डेलिभर गर्नु यसको त बिहा मन गएको भए नाच न मेरो डाइलेक्ट भन्दाखेरि गजब हे रोमन छ मन राम्रो गरे कस्तो ठिकै ठिक गरेछ मेरो काम चाहिँ अहिले ठिक छ अलिअलि अब रुनु पर्छ र अहिले चाहिँ लगभग रोमनले रोउँछ मलाई कसो अहिले चाहिँ रुनुपर्ने सिन पनि छ साथीहरू म चाहिँ सायद त्यो सक्दिनँ होला जस्तो लागिरहेको छ भिक्स लाएर भए पनि जसरी हुन्छ रुनुपर्छ भन्ने कुरा चाहिँ आइसकेको छ साथै त्यति बेलै हेर्छौँ कसरी रुन्छौँ हामी भनेर साधारण पटकीपट हान्ने रे कति सानो बोलेको नि द जानु ठुलो बोला न खै सादा ढुङ्गा पटकीपट ओहो वाह कस्तो राम्रो ल साथीहरू यस्तै छ आफू त गाउँले परियो अब दाउरा घाँस गर्ने होइन यस्तै छ जिन्दगी यो चाहिँ अब यता जङ्गलको सिन छ यहाँको यो चौतारीको सिनहरू चाहिँ हामीले सक्यो अब यता त्यो जङ्गल ओहो कस्तो छ मेरो अब एक्ट घाँस कटाइ हेर्नुहोस् है मेरो अब
यति बेला साथीहरू हामी यो कहाँ छौँ साथीहरू दाउरा घाँस पनि काटियो अब यहाँ सुसाइड सिन छ फेरि होइन यहाँ सुसाइड सिनको लागि चाहिँ प्रिपेरेसन भइरहेछ डेन्जरै यो के जस्तो लाग्यो डेन्जरै त्यो यहीँ हजुर नि खतरै भयो हात यो पनि लगभग क्रेजी भइसक्यो हात यो चाहिँ घाँस काटेर दह्रो अब चाहिँ यहाँ सुसाइड सिन छ रोमजीले साथी दियो हुनुहुन्थ्यो मलाई चाहिँ भिडियो खिच्नु ल त्यसपछि अब चाहिँ यहाँ सुसाइड सिन छ हेर्छौँ है त कस्तो हुन्छ आखिर सुसाइड कस्तो हुन्छ जस्तो लाग्छ मलाई सुसाइड खै त्यही अस्ति नै मैले गर्न लाग्यो जस्तो कस्तो मरे जस्तो हुन्छ होला है जिउँदो लास बेजान के लाग्छ तपाईँलाई के मरे जस्तो हुन्छ त्यो सुसाइड आखिर कसरी गर्छन् सुसाइड सुसाइड पनि कस्तो राम्रो कपडा सुसाइड पनि कस्तो राम्रो कपडामा त ओइ सुसाइड पनि कस्तो राम्रो कपडामा अहिले चाहिँ ल च्याट्ट बनेर रहर हुन्छ नि मान्छेको सुसाइड नि कस्तो राम्रो कपडामा यसको यो सिन छ अर्कोमा ल यता अनि यता खबर के छ त कस्तो भइरहेछ अल्छी ला भोक चाहिँ ला होला है बिचरा कसले के हो त्यो कस्तो भइरहेछ हजुर ल अब चाहिँ यहाँ सुट हुन्छ अब एकछिन यहाँ चाहिँ हाम्रो हामी भाउजू के भयो तपाईँलाई भनेर हाम्रो यहाँ चाहिँ अरे हुनुहुन्छ उहाँ चाहिँ सबैलाई भोक लागिसकेको छ अब यहाँ पछि तुरुन्त सक्ने बित्तिकै हामी लगभग एप्स ग्याप्स हेरो पछाडि ल हामी कताबाट भाग्ने रिहर्सल गर्दै हुनुहुन्छ दुईजना यहाँ चाहिँ सुसाइड गरे हुन्छ यो चौतारीमा चाहिँ अनि उहाँहरूले चाहिँ हेर मान्छे मरेछ भन्दै आउँछ क्या सर आरामै हुनुहुन्छ एकदम तपाईँलाई मेरो भ्लगमा स्वागत छ हाम्रो एकदमै चर्चित हाम्रो धेरै केटीहरूले हेरेर मेरो मलाई फोन गर्यो भने तेरो भलाकै फुट्छ है कस्तो राम्रो एक्टिङ गरेको त्यस्तै गर न सरलाई भेटेको यहाँ हेर यिनीहरूको एक्टिङै छुट्यो कस्तो राम्रो भागेको थियो यिनीहरू झन् मलाई केटीहरूको मेसेज आयो भने ल केटीहरू लाइन लाग्छ फेरि तपाईँको यहाँ आउने बित्तिकै फेरि अब फेरि सन्तोष भनेर झुक्केला दुइटै सन्तोष हामी दुइटै सन्तोष फेरि कालो सारो सन्तोष बच्चा सारो सक्दैन नि फेरि हेन्सम सारो के अरे सन्तोष एकदम सारो सन्तोष ल ठिक छ अब त्यो त हेर त्यो अघि नराम्रो बोलेको चाहिँ काट्दै ल नराम्रो बोले काट्दै उताको पनि भगाइ हेरौँ है त कस्तो गर्छ अब त्यतातिर यताको पनि कुदाइ हेर्छौँ कस्तो रियाक्सन रे म हाँसु के भन्दै यस्तो साथीहरू मर्न पनि गाह्रो छ नि यार मर्न नि आनन्दले दिन नि यार क्यामेरा चलाउँदै खिच्न पर्ने मरेको डिरेक्टर सर उहाँ सोचाइमा हुनुहुन्छ कसरी मानियो होला यिनीहरूलाई भनेर ल यहाँ चाहिँ यो सुसाइडको सिन छ साथीहरू यो पछि म पनि गुवातिर हुनुपर्ने सिन छ अहिले पछि लगभग मेरो झर्छ कि झर्दैन हेर्छौँ हामी ल यति बेला भर्खरै हामी सुट सकेर चाहिँ अब इन्टरभल टाइम छ यो खाना खाँदै हुनुहुन्छ सबैजना हाई गर्नुहोस् न कस्तो छ खाना ल ठिक छ कस्तो छ दिदी खाना मिठो छ मैले बनाएको खाना हो यो फेरि त्यही भएर मिठो भएको मिठो छ नमिठो छ त्यो दाइले अलिकति ल पालो नआएको मान्छे यता छ त्यहाँ लगभग 1 घन्टाको लाइन कुरेपछि हामी
दाइ दिदीहरू सबले खाँदै हुनुहुन्छ अब अझै एउटा दिन्छु अब एक आमा यो चाहिँ हाम्रो सेट यो चाहिँ यो थकाली सेट है हाम्रो अब यसरी खान्छौँ हामी चाहिँ यहाँ राखेर है साथीहरू हाम्रो यसरी यसरी मात्रै देखाउने नि हामी हो त्यहाँ चाहिँ ल्याएर डिरेक्टर सरले खाना खाँदै हुनुहुन्छ लगभग उहाँको 3 जति गइसक्यो 3 जति दिइसक्नु भएको छ हामी चाहिँ एकमा सुरु गर्दैछौँ मासु यसो मिठो होइन पुरानो त खाएँ त मोर लाग्छ अहिले रुन सिन्छ साथीहरू म रुन सक्दिनँ होला यसरी पक्क साथीहरू म चलाउनु पर्दैन त्यो लिएर आएको भोक लाग्यो भएर ल धन्यवाद यो है त्यति यो है कति जोडले पिर्छ हातले देखाउनु म आउने केटी नै ये हो केटी नै यो चाहिँ हात बजाउनु भयो त प्याट्टै पड्काइदियो दाइ फेरि सहेर पछि आउँदै दाइको एक्सप्रेसन यहाँ खिचेको मैले गर्नु भयो फेरि हात रातै भएछ बाको भएछ आज तपाईँको बेजत गरेको होइन कि मैले हेर्छु प्रोग्राम तपाईँ हान्नुहुन्छ कि केटा सेम त्यही बा यही यही हो केटाको बा आ गऱ्यो भाइ गाइजहरू सन्तोष भाइ यहाँ बाजे बन्दै हुनुहुन्छ जुङ्गा नभएर रहेछ नि डर सुहा छ केटाबाट हिँड्नु चाहिँ ल है सन्तोष भाइको मलाई धोका दिने मान्छे हो त्यहाँ एक्टिङ चाहिँ डर हुँदैछ है अब अहिले कस्तो लेख्यो त्यो त म बल्ल आफ्नो क्यारेक्टरमा आएँ यस्तो राति नै यस्तो लाएर त अहिले गर्नु मिल्छ अहिले गएर अब नाकभित्र पनि नाकको भुत्ला नि
सुटिङ गर्न सजिलो छ बन्नुहुन्छ यही हो जस्तो कि यो चाहिँ काट्ने हो यसमा चाहिँ अर्को त्यो सर्टवाला त्यो के भन्छ नि फेरि त्यो खोल्ने बेला जुङ्गासँगै जाला त फेरि यति च्याप्पै समात्यो अनि त्यो जुङ्गासँग मुखै उकेला जस्तो त्यस्तो भए टोकिन्न र हाम्रो तिमी बुढो भएपछि यस्तो हुन्छ यो मेरो अहिले त्यो प्र्याक्टिस गरेको क्या पछि कस्तो हुँदो रहेछ हेरौँ फाइनली यस्तो गेटअपमा आइसकेँ म रेडी होइन त ल हाम्रो दाइले चाहिँ यस्तो खतरा उहाँ चाहिँ एकदमै भनौँ न सिनियर हाम्रो मेकअप आर्टिस्ट हुनुहुन्छ होइन यसो तपाईँहरूलाई पनि सुटिङमा मेकअप सेकअपको लागि चाहिन्छ भने उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ होइन त दाइ उहाँ चाहिँ अझै हाम्रो लगभग म बुढो हुँदा बरु ह्यान्डसम देखाएको थियो यस्तो यस्तो गर्नु पर्दैछ है साथीहरू नाकको भुत्लादेखि लिएर कानको भुत्लादेखि लिएर जता जता भुत्ला छ त्यता सेतो बनाउनु सबै यस्तो भुत्ला चाहिँ सेतो बनाइहाल्ने खैरियत छैन कुनै भुत्ला यो नाकको धरिहाल्ने यहाँ म त बाघै बनाएको ल अब चाहिँ हामी सेटमा जान्छ है कस्तो हुन्छ अब आज हिजो सक्ने भनेको हाम्रो हिरो यता ओरिजिनल हिरो यता सन्तोष पिठाकोटी मगर अनि एकदम अहिले चाहिँ जोसिलो हाम्रो अहिलेसम्मको होइन धेरै सिनियर हाम्रो क्यामेराम्यान सर हुनुहुन्छ उहाँ चाहिँ यदि तपाईँहरूलाई पनि होइन हाम्रो दुर्लुङ गाउँ जस्तो त्यो पुरानो हिट सङहरू हुन्छ नि उहाँको चाहिँ खिचाइमा एकदम के भन्छ अरे हिट भएको सङहरू छ अनि उहाँलाई सम्झिन सक्नुहुन्छ अझै पनि हुन त उहाँको काम त अब जस्तो चाहिँ गरिरहेको छु अब त्यही यस्तो यस्तो हुने कि पैसा भनेर ल माया गरिदिनु ल अब हामी लाग्छ यता दाइहरूको रियाक्सन चाहिँ कस्तो छ हेरौँ है पैसा भनेर रमन यता हेर न यता हेर न यता हेर्नु मलाई त्यसरी काम नै हेर्दा यसरी मलाई लगभग छारे लाज यो त जुगाले मुख ल अब उहाँहरू चाहिँ चिया खान जाने भन्नुहुन्छ अलिअलि कालो बनाउने बुढेसकालमा दाँत हुँदैन चिया अलिक पोल्छ त्यही भएर फुट्टी खान जाने अब हिजो हाम्रो छुट्टै खाएको अरे यता फुर्ती खाँदा छुट्टै खाँदै रोजी यता हेर्नुहोस् न कस्तो छ भन्नु यहाँ हेर्नु न कस्तो देखाएको भन्नु ठिकै देखाएको ठिकै देखाएको मान्छे फुर्ती खान जानु ला फुर्ती खानु ल अब चाहिँ झोला बोकेर हिँड कान्छ हिँड यता टिमहरू रेडी भइसक्यो जोइ बुढो भयो अन्त बुढो भयो है जोइ हिजोको आज यस्तो ल्याएर हजुर म सेम देखाएको छौँ क्या हजुर त म बुढो भयो चाहिँ ससुरो बा भन्दा के अरे पाल्छौ होइन त
हो कस्तो राम्रो उहाँ चाहिँ हिजोको हाम्रो बाबा हुनुहुन्छ मैले हिजो पनि चिनाइसकेँ मेकअप देखेर तर्सिनु भयो फाइनली साथीहरू हाम्रो चाहिँ अब इमोसनल सिनको पार्ट आइसकेको छ यति बेला सबैजना सेन्टी माहौलमा हुनुपर्ने छ हामी रुन्छौँ कि रुन्नौँ हेर्छौँ हामी रुन्छौँ हाँस्छौँ के गर्छौँ सबै देखाउँछौँ लगभग यहाँ कतै भइसक्यो हाम्रो हिरोइन कहाँ मरेको मान्छे चलायो त्यहाँ मरेको मान्छे के भयो सिरानी हालिदिनु त्यहाँबाट कमलसम्म ल्याइदिनु पर्ला होइन कमलसम्म ल्याइदिएर के छ यहाँ त सब अब रेडी हुँदै हुनुहुन्छ अब यो एक्टको लागि अब एकछिनमा स्टार्ट भयो मरेको मान्छेलाई पनि मेकअप गर्नुपर्ने है डोरीको डाममा भयो घाँटीमा हुन्न त्यही हो एक्टिङ अरे मारो एक्टिङ हो भाइ गीत चाहिँ के भन्छ बोला माया मम्मी ओ मम्मी मेरो सासु आमै हुनुहुन्छ रुनी के हाँस्ने आज छोरी यहाँ रुनै अब त सर्लकै धरधरै हाँस झिक्नुपर्छ तर यसो सर्लक्कै हेर्दा त जलपरी जस्तो देखाएको छ है त्यो जलपरीहरू हुन्छ मारमार यहाँबाट त त्यहाँबाट गराउनु भन्दैछ जलपरी जलपरी चल्ला गुद्रीमा राख्ने कहाँ राख्ने नराख्ने होला अहिले फेरि हिरोइनलाई छेरपाट चल्यो भने छैन फेरि त्यही भएर हामी चाहिँ होइन हिरोइनै यता छेरपाट चल्यो भने छैन फेरि त्यही भएर यहीँ चाहिन्छ कि कसो कमाऊ नाकर सुक्का सुक्का पारेर पुलाउ नाकर बाबाले टाउकोमा हात राख्नु यहाँ आउँछ होइन म आउँछु म बाई नमस्ते आन्टीहरू बाई बाई ल साथीहरू भर्खरै इमोसनल एक्टिङ पनि सक्यो हाम्रै त्यसो साथीहरू हामी फेरि अब यहाँ चाहिँ भिमाल बजारको त्यो सिन छ अनि त्यहाँबाट चाहिँ हामी सबैजना भेट्छौँ साथीहरू धन्यवाद छ इमोसनल के भन्छ अरे सिन पनि सकिसकेको छ अब सबैजना उता अर्को सिनको लागि उता भिमाल बजारमा छ अनि हाम्रो डिरेक्टर सर अब क्यामराम्यान सर सबैजना लाग्दै हुनुहुन्छ हाम्रो साथीहरू सब हामी जाँदैछ त्यतातिर आमालाई यति मिठो खानासाना खुवाउनु भयो होइन आज एकदमै खतरा एक्टिङ गर्ने मध्येमा हाम्रो आमा पर्नुहुन्छ फेरि आजको होइन ल रोको नि त्यो कस्तो खतरा देखाएको थियो अनि आजको सिनले मार्केट आयो अब ट्याक्क भिडियो आएपछि सबैले सेयर गर्ने है बुवा ल हामी लाग्छौँ अब ल मेरो खासमा त उहाँ मेरो सासुआमा र सासुबा हो ल अब राम्रोसँग बस्नुहोस् ल हामी चाहिँ बिस्तारै बिस्तारै ल पछि यदि आउँदाखेरिमा भेट्दै जान्छौँ है नमस्ते आमा नमस्ते भाइ सबैले मन पराउनु सकेको होस् सबैले माया गर्नुपर्छ अब ल आन्टी नमस्ते आन्टी ल नमस्ते लाग्छौँ
फोटो चाहिँ अब आँसु खस्दाखेरि ठ्याक्क देखाएको थियो कि होइन आँसु त्यहाँ खस्दैन फोटोमा खस्छ होइन पहिला एउटा पहिला चाहिँ फोटो देखाइदिनु एउटा खिचिराख खिचेर त राख्नु पछि स्टोरी चेन्ज गर्नु मन लाग्छ कहिले काहीँ एडिटमा नि होइन हो कि होइन भन त के यसो गरौँ हो दाइ भन्दाखेरि त्यो माल भएन भने त जस्तो कि उताको ट्रान्जिसन ठ्याक्क उता आँसु खसेको टुप्लुक्क झर्दाखेरिमा यो फोटोमा आउने आउने हो त्यसो ट्रान्जिसन ट्रान्जेक्सन त्यो हो जानुपर्छ केही न केही त्यो फोटो अलि उचार त धेरै भयो धेरै पख अन्त गर त तानेर त्यसलाई पनि निकाल्नु ल त्यसलाई पनि तान्नु हो मान्छेलाई पनि देखाउनु सकिन ल यो एक्सन आयो बस ल साथीहरू अब चाहिँ फाइनली सुटिङ पनि सक्यो अब चाहिँ केही समयमै सँगसँगै मेरो भिडियो पनि रिलिज हुन्छ युट्युबमा अहिले चाहिँ हामी एडिटिङमा छौँ हाम्रो सरले सबै भिडियोहरू क्लिपहरू कस्तो आएको छ हेरिरहेछ सर कस्तो कस्तो भइरहेछ ठिकै छ अहिलेसम्म लगभग रोने एक्टिङ हेर्नु बाँकी छ नाक फुल्लिएको अब यो आप्पे सामान खाना सानो सामान त्यो सिकान पुसेको मात्र देखाएको छ कि जति कति हिँड्नु पढाउँछ त्यो दाइले फेरि कटुभर धुलै धुलो लाएर हिँडेर रहेछ अब यति बेलासम्म जसले